आज डे 18 मा हामीले अल युज अफ कुड ह्याभ, सुड ह्याभ र वुड ह्याभको कुरा गर्न लागिरहेका छौँ। र सबैभन्दा पहिला हामी कुरा गरौँ कुड ह्याभको। हजुर, कति बेला कुड ह्याभ युज हुन्छ त? हजुर, पक्कै पनि कुड ह्याभ त्यति बेला युज हुन्छ जब हामीले सब्जेक्ट प्लस कुड ह्याभ प्लस पास्ट पार्टिसिपल अर्थात् भर्बको थर्ड फर्म जब लगाउँछौँ तब कुड ह्याभ युज गर्ने गरिन्छ। र कति बेला युज गरिन्छ त भन्दाखेरि मिस्ड पोसिबिलिटी अर्थात् जब समथिङ वाज पोसिबल बट डिडेन्ट ह्यापन, केही सम्भव थियो तर त्यो हुन सकेन हैन भने त्यति बेला चाहिँ कुड ह्याभको युज गरिन्छ। अर्थात् के थियो, यसको अर्थ के हो भने यु ह्याड द एबिलिटी अर चान्स, अर्थात् तपाईँमा क्षमता थियो या मौका थियो तपाईँसित तर तपाईँले गर्नु भएन, यसको अर्थ त्यो हुन्छ है। यो कुड ह्याभको अर्थ त्यही नै हो है। तपाईँसित केही चान्स थियो या एबिलिटी थियो तर त्यो तपाईँले गर्नु भएन भने त्यति बेला चाहिँ कुड ह्याभ युज हुन्छ, किनभने त्यति बेला मिस्ड पोसिबिलिटी हैन, हामीले पोसिबिलिटी जुन थियो त्यसलाई मिस गर्यो, त्यही भएर त्यति बेला चाहिँ कुड ह्याभ युज हुन्छ। जस्तै यहाँ हेर्नु होला, जस्तै आई कुड ह्याभ वन द रेस बट आई फेल। म रेसलाई जित्न सक्थेँ तर म लडेँ हैन, म खसेँ भन्ने भयो नि त हैन। भनेको पोसिबिलिटी थियो तर के भयो, त्यो मान्छे लड्यो। सी कुड ह्याभ कल्ड मी बट सी फरगट, अर्थात् उनले बोलाउन सक्थिन् तर उनले बिर्सिन्। भनेको नबिर्सेको भए चाहिँ तिनले बोलाउँथिन् हैन, सो त्यो कुरा। दे कुड ह्याभ कम अर्लियर, उनीहरू पहिले आउन सक्थे हैन तर अलि पछि आए हैन। दे कुड ह्याभ कम अर्लियर। सो हामीले नर्मली के बुझ्न पर्यो भने कुनै अपर्च्युनिटी छ तर त्यो कसैले मिस गरेको छ भने त्यति बेला चाहिँ कुड ह्याभ लाग्छ। अब यसमा अरू पनि तपाईँले सजिलै इक्जाम्पल दिन सक्नुहुनेछ। र अब हामी कुरा गरौँ सुड ह्याभको। सुड ह्याभको स्ट्रक्चर कस्तो छ त भन्दाखेरि सब्जेक्ट प्लस सुड ह्याभ प्लस पास्ट पार्टिसिपल अर्थात् भर्बको थर्ड फर्म। हजुर, अब यहाँ पनि के हुन्छ त भन्दाखेरि यो कति बेला युज गरिन्छ त भन्दाखेरि मिस एडभाइस अर रिग्रेट। रिग्रेट गर्दाखेरि चाहिँ हामीले सुड ह्याभको युज गरिन्छ। जस यसको अर्थ के हुन्छ त भन्दाखेरि यु डिडन्ट डु द राइट थिङ इन द पास्ट हैन, यो रिग्रेट हो नि त हैन, तपाईँले सही कुरा गर्नु भएन पास्टमा हैन। सो त्यो भनेको एउटा रिग्रेट हो हैन। सो त्यही भएर हामीले चाहिँ यो सुड ह्याभ युज गरिन्छ। जस्तै यहाँ यसको इक्जाम्पल हेर्न सक्नुहुन्छ, आई सुड ह्याभ स्टडिड हार्डर हैन, मैले हैन स्टडी धेरै गर्नु पर्थ्यो या स्टडी एकदमै मजाले गर्नु पर्थ्यो, स्टडी हार्ड गर्नु पर्थ्यो भन्ने कुरा भयो हैन। सो अब यहाँ चाहिँ यो रिग्रेटै हो या मिस एडभाइस हो भनेर बुझ्न पर्यो। यु सुड ह्याभ एपोलोजाइज टु हर, अर्थात् तिमीले चाहिँ उनीसित माफी माग्नु पर्थ्यो है। भनेपछि अब यो के भयो, अब रिग्रेट जस्तो भयो नि, माग्नु पर्थ्यो मागेनौ, अब रिग्रेट गरेर के काम हैन र। त्यस्तै गरी वी सुड ह्याभ लेफ्ट अर्लियर, हामी पहिल्यै यहाँबाट गइसकेको हुनु पर्थ्यो हैन, अलि पहिले गएको भए अलि छिटो पुगिन्थ्यो भन्ने कुरा जस्तो हुन्छ नि, त्यो रिग्रेट जस्तो टाइपको सेन्स आउँछ भने त्यति बेला हामीले सुड ह्याभको युज गर्ने भनेर बुझ्न पर्यो। ओके, सो अब यस्तै गरी अब हामी कुरा गरौँ वुड ह्याभको। वुड ह्याभ भनेको के हो त भन्दाखेरि यसको स्ट्रक्चर पहिला हेरौँ, सब्जेक्ट प्लस वुड ह्याभ प्लस पास्ट पार्टिसिपल अर्थात् भर्बको थर्ड फर्म। सो यसमा एउटा कुरा सबैमा कमन के रहेछ भन्दाखेरि कुड ह्याभ सुड ह्याभ वुड ह्याभमा सब्जेक्ट प्लस अब जे हो त्यही प्लस भी3 हो भन्ने कुरा क्लियर छ, किनभने ह्याभ पछि यहाँ भर्बको थर्ड फर्म लगाइरहेछ। ओके, वुड ह्याभ पछि कुड ह्याभ या सुड ह्याभ पछि। सो यो त बुझ्न त या सम्झन एकदमै हामीलाई सजिलो हुन्छ, तर हामीले यसको सिचुएसन कुन बेलामा कुन युज गर्ने भन्ने कुरा चाहिँ जान्नुपर्छ। सो इमेजिनरी अर अनरियल सिचुएसन इन द पास्ट है, इमेजिनरी या अनरियल सिचुएसन त्यो पास्टमा भएको छ भने त्यति बेला हामी चाहिँ वुड ह्याभ युज गरिन्छ। अर्थात् इट डिडन्ट ह्यापन बिकज द कन्डिसन वाज नट मेट हैन, भनेको यो भएन किनभने त्यति बेला त्यो कन्डिसन मेट भएन हैन। जस्तै तपाईँ अहिले प्रधानमन्त्री बन्नुहुन्थ्यो तर त्यो कन्डिसनै मिट गर्न सक्नु भएन
हैन र। सो त्यही भएर त्यति बेला चाहिँ वुड ह्याभ युज गरिन सकिन्छ भन्ने कुरा हो। अब यसको इक्जाम्पल हेरौँ। जस्तै आई वुड ह्याभ हेल्प यु इफ आई ह्याड नोन। मैले तपाईँलाई हेल्प गर्थेँ अर्थात् सहायता गर्थेँ यदि मलाई थाहा हुन्थ्यो भने। मलाई थाहा हुन्थ्यो भने मैले तपाईँलाई हैन हेल्प गर्थेँ भन्ने कुरा भयो। अब इमेजिनरी सिचुएसन जस्तै हो नि त, त्यो हुन सक्ने टाइपको हो हैन, इमेजिनरी त्यो नभएको हैन, किनभने त्यो कन्डिसनै मेट भएन। सी वुड ह्याभ कम इफ सी ह्याड टाइम। उनी आउँथिन् यदि उनीसँग समय हुन्थ्यो भने। सी वुड ह्याभ कम इफ सी ह्याड टाइम। ओके, सो तपाईँले यो कुरा भन्नुभयो। त्यस्तै गरी दे वुड ह्याभ वान इफ दे ह्याड प्र्याक्टिस्ड। दे वुड ह्याभ वान इफ दे ह्याड प्र्याक्टिस। तिनीहरू जित्न सक्थे यदि तिनीहरूले प्र्याक्टिस गर्थे भने हैन। अब प्र्याक्टिस गरेन नि त जितेन। ओके हैन। सो त्यो इमेजिनरी टाइपको यो सिचुएसन भयो हैन। यो त्यो कुरा भएन किनभने पास्टमा त्यो कन्डिसन मेटै भएन। ओके, सो यसरी चाहिँ आज हामीले सुड ह्याभ, कुड ह्याभ र वुड ह्याभको बारेमा पढ्यौँ। र मलाई लाग्छ तपाईँले यहाँ दिएको इक्जाम्पल भन्दा आफैले पनि सबैको एउटा एउटा इक्जाम्पल बढी लेखेर राख्नुहुनेछ भन्ने आशा लिँदै यो भिडियो अन्तिमसम्म हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच।